गाइस छौड़ी के लागि हमर दोस्त छौड़ी के लागि ना बंद ते रंडी अभी रंडी बाज है दैसे कर राजन तो से कहले हम दो समय ये पढ़ा सारे के नाम ले कौन साथ दोस्त छौड़ी से दूर रह जाए हम पढ़नदास जाति दाजी यार हमारे इस वाली को पढ़ाए बिगड़ गेल था ना हम कलवा छी देखते छी ओए दोस्त के भन्नु छ केही भन्नु छैन यार गाइसहरु मलाई चाहिँ हैन यी साथी चाहिँ भडवा हो साले बोर्डर ग्याङ्स्टर के भन्नु छ के भन्नु त भने भन्दिहाल ब्लगमा मैं इतना ही कहूँगा, इससे ज्यादा कुछ भी नहीं कहूँगा। जो विवेक कहेगा मैं भी वही कहूँगा। यो छ के सब ये है ओए मुझ के भएको यार चिने वहाँ पढिरहा मुझ है अरे साला देना चाह रही ठाउँ ठाउँमा मुझे माल बसिरहेको त मुझे यो मुझे पाउना खुसी भएको रन्डी मोबाइल कहाँ गयो अगाडि भयो दोस्त कलवा देखेछ दोस्त यो कुन स्टाइल हो यार हेयर को दामी छ यार तिम्रो एक्सक्यूज मी क्या सुनो ना, एक्सक्यूज मी, आप में से कोई देना चाहता है? देना चाहता इधर हम लोगों का संपर्क करिए। अबे सबले रोकिरहेको छ बेसी नरोक्नु हामीहरु पनि रोक्ने हो हेर्नुस् पछाडि बस्नु रहेछ है, बसलाई पर्ग्या तिमीलाई पर्ग्या हो उठाएर लगाम कि भनिरहेको थियो। यताबाट जाने हैन हैन सिधै जाने कहाँबाट जाने ओए ओए जाऊ न गाडी उठा यताबाट जाऊ न ओए सुनी तो गाइज और मालवा चल गया शहर के नाम रंडी के बाद ये बहुना कति छिटो गएको रंडी को रोका हमरा रोक रहा ठुलो तिमी पनि ब्लगर बन्छ तो गाइज आप लोग देख सकते हैं हमारा दोस्त हाल्छ तिमी हाल्ने नि होला ल म त एडिट बिना हाल्छु म एडिट गर्दैन के क्रापर त्यति हाल्दिनँ हो साला त्यसको लागि आइफोन हुनु परेन एडिट गर्नलाई मतलब हुन्छ नि त बिचमा फनी हाले नि त अनि त्यो जुन हुन्छ नि त्यो सर्टहरू हाल्ने हुन्छ नि त्यो हाल्ने मन लाग्दैन कि मतलब एडिट गर्नलाई टाइम लाग्छ क्या मलाई टाइम त लाग्यो राजु दोस्त ये से रख देले हो यार राजु दोस्त यार मैले मजाकमा भन्दै गएन चिटको बारेमा सबै ब्लगमा हाल्दिएको छ के साला चिटिङ गर्छ त नि एक्जाममा चिटिङ गर्ने हो त नि आफ्नै मनले दिने हो है आफ्नै मनले लेख्नुपर्छ म त आफ्नो मनले लेख्छु भाइ मलाई जे आउँछ म त्यही लेख्छु साला मुझे अपन लेकिन ये बात झूठ है कि मैं अपने मन से लिखता हूँ मैंने कॉपी किया था भाई चैट जीपीटी से यार ये दो तरफी कुरा हो यार यता पनि ठिक उता पनि ठिक यो दोस्त यता पनि ठिक अनि केटीतिर पनि ठिक हो यार तर अहिलेसम्म सिंगलै छु ए यार यता हेर अनुहार देखाउ त यो सिङ्गल रे हेर त सिङ्गल जस्तो लाग्छ अनुहारले त लाग्दैन यार तो यार अनुहार हेरेर मेरा यो दोस्त चाहिँ साथ त म रन्डुवा हैन यो रन्डुवा फेरि भनिदिएर आएको छु अगाडि नै ब्लगमा यो छ नि तपाईले चिनिराख्नुलाई यो छैन चिनिराखेको भर्खर त मैले टिकटक आइडी खोलेको भोसडीवाला हो यो साला यो रन्डीबाज एक नम्बरको छ 10 वटा गर्लफ्रेन्ड आएछ 10 वटा 10 वटा त छैन अहिले 8 वटा मात्रै 8 वटा भइसक्यो भने चाहिँ अब सेन्चुरी हान्छ यसले त कुनै ठाउँमा अहिले ठाउँमा गर्लफ्रेन्ड जहाँ गयो त्यही गर्लफ्रेन्ड हैन के यस्तो अब यसको चाहिँ यो मुजी रन्डुवे मर्ने भयो यो चाहिँ अन्टी लभर हो एकरा कहै छै सार अपन गर्लफ्रेंड के मिला देला लेला ते सार मुंह देखबे दाढ़ी बारला पार ले जो कटा ले सार न दे दिए भी तू ले भी भाई हां जो ले भी अभी दोरा कल गर्लफ्रेंड के जो अभी फोन कर हां ले नंबर ले मोबाइल दे चले कॉल कर नंबर लिख ले नंबर लिख ना साला और ना साला को तू गोना नंबर देबी तो साला नंबर लिख ना तब कहि न हट न तू साला ए खैक बनी फाइनेन्स को त राम्रो गएको छ मेरो यार अकाउन्ट के बिग्रियो तिम्रो
खोइ थाहा छैन एक्जाम रिजल्ट र भिडियो खुल गयो थाहा ब्लगमा यो पनि हाल्नु र गाडी गएर यस्तो यस्तो गर्ने भने अब रहने। बच के रह वहाँ पर ज्यादा फोकस कैले ये खाएगा भाई, ये मेरा ये खाएगा, ये मुंह में लेगा बोल रहा है, मुंह में लेगा।